के होला यसको काम पछाडिको हेर्नु पछाडि हेर्ने अब हजुरले हेर्न सक्नुहुन्छ सक्दैन पछाडि हेर्न मिल्छ मिल्छ भन्नु न मिल्छ मिल्दैन मिल्दैन अनि यो कस्तो हुनुपर्ने यो हुनुपर्ने हो बनाउनु चाहिँ कस्तो हुन्छ अब यसले के काम गर्यो अब हजुरले त्यसरी फोल्ड गर्नु चाहिँ देख्नुहुन्थ्यो पछाडिको देख्नुहुन्थ्यो अनि नदेखेपछि के फाइदा भयो यसको अर्थ र कम्पनीले यसलाई चाहिँ यो पछाडि हेर्न भनेर बनाएको चिज हो तपाईँले फोल्ड गरेर हिँडिदिनु भयो भने फाइदा हुन्छ अब तपाईँले कतै बाटो क्रस गर्नुपर्ने भयो कहाँ हेर्ने अब कहाँ हेर्नुहुन्थ्यो भन्नु न हजुरले फोल्ड गर्नुभएको थियो नि अब हजुरले बाटो क्रस गर्नु पर्यो अब कहाँ हेर्नुहुन्थ्यो हजुरले भन्नु न हजुरले टाउको फर्काएर हेर्नु पर्थ्यो होला अनि अगाडि पछाडि टाउको फर्काएर हेर्दाखेरि अगाडिबाट गाडी आएको ठोकिँदैन अनि के फाइदा भयो त फाइदा के भयो भयो हजुरलाई भनेपछि लुकिङ ग्लासको काम के रहेछ पछाडि हेर्नको लागि के गर्नु पर्दो रहेछ जुन रूपमा आएको थियो त्यही रूपमा चलाउनु पर्छ यत्रो कम्पनीले बनाएको छ नि गलत काम बनाएको हुँदैन क्या जे कुरा नि कम्पनीले बनाएर आएको छ जम्मै कुरा सही हुन्छ सही काम लाग्छ भनेर पठाएको हजुरको लागि है त अब के गर्नु पर्दो रहेछ हजुर खोल्नुपर्छ के गर्नुपर्छ अरे खोल्नुपर्छ भनेपछि अब यस्तो सधैँ यसै हिँड्छ सक्नुहुन्छ सक्नुहुन्छ